ठुलो ल यसरी चाहिँ सिटी हाल्यो। हाई साथीहरू, आज चाहिँ म चाहिँ यहाँ सुँगुरको दुईटा खुट्टा चाहिँ अब पकाउन लागिरहेको छु। अब म यसलाई चाहिँ मजाले पिस पिस काटिदिन्छु। मैले चाहिँ यहाँ चाहिँ यतिको कोरेर धोएर यतिको बनाएको छु। मैले चाहिँ यो अघि खुट्टा रेडी गरेको थिएँ, त्यसलाई चाहिँ पिस पिस गरेर यसरी रेडी गरिसकेको छु। म चाहिँ अब यसमा सिटी हाल्न जाँदैछु। यहाँ चाहिँ मैले खुट्टामा हाल्नको लागि चाहिँ यहाँ चाहिँ टमाटर, प्याजहरू, लसुन, अदुवाहरू खुर्सानी अनि यो जिराको धुलो मसलाहरू सबै रेडी गरिसकेको छु। अब म चाहिँ यो खुट्टालाई चाहिँ सिटी हाल्न जाँदैछु। मैले चाहिँ यहाँ चाहिँ तोरीको तेल राखेँ अनि यसमा चाहिँ म धनिया र जिरा चाहिँ पड्काउँदैछु। प्याज चाहिँ मेरो खरिसकेको छ लगभग। अब म चाहिँ यसमा चाहिँ पुरा हाल्न जाँदैछु। ठुलो ठुलो पिस गरेको छु मैले चाहिँ लगभग 5-7 सिटी 9-10 सिटी नै हाल्दैछु। नुन आफ्नो स्वाद अनुसार राख्नु। म चाहिँ मजा नै राख्छु। अब चाहिँ म कुकरको बिर्को चाहिँ लगाइदिन्छु र 5-7 सिटी हालिदिन्छु। त्यसपछि देखाउनेछु हजुरहरूलाई। मेरो भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। यसरी खुट्टा चाहिँ काटेर खानालाई रेडी भइसक्यो। अब म चाहिँ पस्किन्छु। एक धनियाहरू